हस्पिटलको लाइनमा बिरामी उपचारको लागि लाइनमा बस्दा बस्दै त्यसको स्वास्थ्य व्यवस्था झनै बिग्रिन्छ। यहाँ सामान्य उपचारको लागि हस्पिटलमा हप्तौँ दिन धाउनु पर्छ। यहाँ ठुलो रोग लागेमा हस्पिटलको लाइनमा बस्दा बस्दै मान्छे मर्छ यहाँ। अनि स्वास्थ्य बिमा गर्यो, स्वास्थ्य बिमाको लागि उपचार गर्न जाँदा यो झ्याल त्यो झ्याल रिफर, यो हस्पिटल त्यो हस्पिटल भन्दा भन्दै बिरामी जानै थला पर्छ यहाँ। अनि हस्पिटलमा, सरकारी हस्पिटलमा भएका मेसिनहरू कति छिटो बिग्रिन्छन् अनि ती मेसिनहरू मर्मत नगरिकन त्यत्तिकै कुहिएर जान्छन् किन? अनि जनताले यसरी सुलभ स्वास्थ्य सेवा पाएका छन् त? सबैमा नमस्कार। नयाँ सोच श्रृङ्खलाको 13औं एपिसोड आज तपाईहरुमाझ लिएर आएको छु म शिव विश्वकर्मा। 13औं एपिसोडमा हामीले स्वास्थ्य क्षेत्रका विभिन्न विषयवस्तुहरूको बारेमा छलफल गर्नेछौँ। ढिला नगरिकन आजको विषय प्रवेश गरौँ। स्वास्थ्य क्षेत्र नेपालको, यसलाई के समस्या छन् अनि ती समस्याहरूलाई कसरी समाधान गर्न सकिन्छ? एउटा समस्या मात्र औल्याउने होइन कि त्यो समस्यालाई यसरी समाधान गर्न सकिन्छ है भनेर एउटा सुझाव समेत दिएको छ। अब हामीले स्थानीय तह र जिल्ला स्तरमा कसरी स्वास्थ्य सेवालाई सुलभ र सहज तरिकाले प्रत्येक नागरिकहरूमा पुर्याउन सकिन्छ भन्ने विषयतर्फ लागौँ। प्रत्येक स्थानीय तहमा विशेषज्ञ सहितको आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने, प्रत्येक स्थानीय तहमा करिब 50 शैय्या बराबरको अस्पतालको व्यवस्था गर्ने अनि सबै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम अनिवार्य गर्ने र स्वास्थ्य बिमाको सेवालाई पूर्ण सुधार गर्ने, ढिला सुस्ती हुन नदिने, रिफर र यो त्यो भनेर ढिला सुस्ती हुन नपाओस्। प्रत्येक जिल्लामा रहेको हालका जिल्ला अस्पतालहरूलाई पूर्ण सुधार गरी करिब 500 शैय्याको अस्पतालमा वृद्धि गर्ने। एउटा जिल्लामा सामान्य एउटा प्राइभेट 5-6 जनाले खोलेको हस्पिटल राम्रोसँग चल्न सक्छ भने एउटा जिल्लाभरिका बिरामीहरूलाई हेर्ने हस्पिटल किन चल्न सक्दैन? जे कुरामा पनि राजनीति अनि कमिसन खानुपर्ने अनि खालि प्राइभेटसँग कमिसन लिएर सरकारी हाम्रा संस्थाहरू बिगार्ने यो प्रणालीलाई हामीले रोक गर्नुपर्छ। देशका 77वटा जिल्लाहरूमा जिल्ला अस्पतालमा एमबीबीएस र एचए अध्यापन गराई दक्ष डाक्टर र यात्री उत्पादन गर्ने, आवश्यक स्वास्थ्य कर्मीहरूलाई स्वदेशमै खपत गर्ने र बढी भएका स्वास्थ्य कर्मीहरूलाई गभर्मेन्ट टु गभर्मेन्ट मार्फत विदेशमा स्वास्थ्य सेवा दिन अवसर दिने र उच्च तलब र उच्च अवसर प्रदान गर्ने। जिल्ला अस्पताल र स्थानीय तहका ठुला हस्पिटलमा ओपीडी सेवा बिहान 6 बजेदेखि बेलुका 10 बजेसम्म सञ्चालन गर्ने। बिरामी भएर गएको मान्छे उपचारको लागि लाइनमा बस्नु नपरोस्, जाँदा बित्तिकै उपचार होस्। अहिले हेरौँ न, एउटा हस्पिटलमा उपचार गर्न जानुपर्छ, 4-5 घण्टा दिनैभरि लाइनमा बसे पनि पालो आउँदैन। के यसरी स्वास्थ्य सेवा हामीले सुलभ तरिकाले पाइरहेका छौँ त? जनतालाई दुःख दिएर मात्रै हुँदैन नि त। जनताले आफूले आफ्नो स्वास्थ्य सेवा, आफ्नो स्वास्थ्य उपचार गर्नका लागि लाइनमा बस्न नपरोस्। हस्पिटलको ल्याबको रिपोर्ट 1 घण्टाभित्र आओस्, जेसुकै चेक गरे पनि। अहिलेको अवस्थामा सरकारी हस्पिटल अनि स्वास्थ्य बिमा मार्फत चेक गराउन जाने हो भने भिडियो एक्सरे अथवा ठुल्ठुलो चेकअपको लागि हप्ता दिन पालो पुर्याएर बस्नुपर्छ। के आज बिरामी भएको मान्छेको 1 हप्तापछि चेक जाँच गर्ने हो भने मान्छे 1 हप्तासम्म रहला कि नरहला? यसरी स्वास्थ्य सेवा पाएर एउटा गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकिन्छ। अनि प्राइभेटमा जाउँ, भर्खर चेक हुन्छ, भर्खरै रिपोर्ट आउँछ। अनि यो समस्याको समाधान गर्न ल्याबमा जति सक्यो छिटो रिपोर्ट आओस् 1 घण्टाभित्र सामान्यको। अब कुनैको लाग्न सक्छ धेरै, त्यो चाहिँ अब त्यसको पनि छिटो रिपोर्ट आउनु पर्यो। अनि स्वास्थ्य बिमा कार्यक्रम स्थानीय हस्पिटल र प्रादेशिक हस्पिटल, सरकारी हस्पिटलहरूमा मात्र लागू गर्ने, यो प्राइभेट सेक्टरहरूमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन नगर्ने प्राइभेट हस्पिटलहरूमा। यसले गर्दा डाक्टरहरूलाई त त्यहाँ सरकारले तलब दिएर राखेको छ नि, अनि अन्य स्वास्थ्य संस्थाहरूमा चेक गराउन जाँदा त्यो स्वास्थ्य बिमा डाक्टरको शुल्क समेत जोडिन्छ। यसले गर्दा मान्छे सस्तोमा सरकारले सेवा सुविधा दिन सक्छ। अनि जिल्ला अस्पताललाई जिल्लाभित्रका स्थानीय तहहरूले निश्चित बजेट वार्षिक रूपमा छुट्याउने र जिल्ला हस्पिटललाई एउटा ठुलो रूपमा सञ्चालन गर्ने, धेरै सुविधायुक्त, त्यहाँ आवश्यक पर्ने एमआरआई, एबिसी, अब अहिलेका अत्याधुनिक स्वास्थ्य सेवा मेसिनहरू समेत त्यहाँ प्रयोग गरेर उपचार गर्ने। हस्पिटलहरूको ओपीडी शनिबार र सरकारी बिदाहरूमा समेत सञ्चालन हुने व्यवस्था मिलाउने। शिफ्ट अनुसार मान्छे शनिबार बिरामी हुँदैन अनि मान्छे सरकारी बिदाको दिन बिरामी हुँदैन। ओपीडी सेवा शनिबार र सरकारी बिदाहरूमा समेत सञ्चालन हुनु पर्यो। स्वास्थ्य जस्तो क्षेत्रमा यो खेलवाडी नगरियोस्।
अनि स्वास्थ्य कर्मीहरूको अभाव भएमा एमबिबिएस र एचए हामीले जिल्ला अस्पतालमा पढाउँदै गरेका एमबिबिएस र एचएहरूलाई एचए पढ्ने विद्यार्थीहरूलाई प्रयोग गरेर स्वास्थ्य कर्मी कम भएको बेलामा तिनीहरूलाई प्रयोग गरेर सञ्चालन गर्ने, प्रत्येक व्यक्तिले अनिवार्य वार्षिक रूपमा फुल बडी चेकअप गर्ने व्यवस्था मिलाउने, जसले गर्दा रोग लागिसकेको सुरुवाती अवस्थामै पत्ता लगाउन सकियोस्, मान्छे अन्तिम चरणमा उपचारको लागि हस्पिटल प्रवेश नगरोस्, जसले गर्दा उसको ज्यान बचाउन सकियोस्। अहिलेको अवस्थामा रहेको कसैलाई ठुलो रोग लाग्यो भने सामाजिक सेवा, सामाजिक सञ्जाल तथा अन्य माध्यमहरूबाट सहयोग उठाउनु पर्ने अवस्था छ धेरै जसोको। अनि यो समस्यालाई समाधान गर्नका लागि लाइफ इन्सुरेन्स र स्वास्थ्य बिमालाई अनिवार्य गर्ने, स्वास्थ्य बिमा र लाइफ इन्सुरेन्सको दुवै मार्फत सामान्य जस्तो स्वास्थ्य बिमाले गर्छ अनि अर्को लाइफ इन्सुरेन्सले पनि सामान्य अवस्थामा जस्तो हातखुट्टा भाँचिँदा पनि निश्चित रकम दिनुपर्ने व्यवस्था मिलाउने, जसले गर्दा स्वास्थ्य उपचारमा मान्छेहरूको धेरै पैसा खर्च नहोस् र त्यहीबाट मान्छेहरूले राम्रो स्वास्थ्य सेवा पनि पाउन सकोस्। अनि आजको एपिसोड स्वास्थ्य क्षेत्रमा के कसरी सुधार गर्न सकिन्छ भन्ने आफ्ना विचारहरू मैले व्यक्त गरेँ। कृपया सुझाव सल्लाहहरू दिनुहोला अनि केही अझै राम्रा पोइन्टहरू तपाईँहरूसँग पनि हुन सक्छन्, त्यो पनि सुझाव सल्लाहको रूपमा दिनुहोला भन्दै आजको एपिसोडबाट तपाईँहरू माझबाट म शिव विश्वकर्मा बिदा हुन चाहन्छु। नमस्कार।